हेलो गाइस, सबैमा नमस्कार है। म चाहिँ विजय सुनार। आज चाहिँ यता 5 नम्बरतिर कृषि तथ्याङ्क लिन आएको यहाँ दिदीसँग। यो पारिदेखि नै चाहिँ के भन्छ दिदी? अधिकारी चौर भयो। यो नट अधिकारी चौर, यो अधिकारी चौर भयो। यो अधिकारी चौर त 9 बिसे हेर्नु। यतापट्टि चाहिँ रोपाइ सुरु भएको रहेछ। हेर्नु कति आनन्दको धान। अनि तपाईँहरूलाई म पुरै देखाउने छु है। के छ खबर? सन्चै आरामै हुनुहुन्छ होला है सबैजना? मेरो युट्युब च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नुभएको छैन भने सेयर सब्सक्राइब गरिदिनु होला। यहाँहरूलाई चाहिँ म यस्तै नयाँ भिडियोहरू देखाइरहने छु। हेर्नुहोस् त, रोपाइ सुरु हुँदै रहेछ है। हेर्नु यसरी रोपाइ गरिन्छ है हाम्रो। यहाँ हेर्नु यो हाम्रो बहिनीहरू कति मजाले। हेर्नुहोस् त, त्यहाँ रोपाइ गर्ने बेला चाहिँ आनन्द टिका लाने। ल हेर्नुहोस् त, हेर्नुहोस् त, मलाई पनि यसरी दल्दिएर दिदी। हेर्नुहोस् त, मलाई पनि यस्तो बनाइदिए साथीहरू। यहाँ चाहिँ धान रोपाइ रहेछ। अन्त मलाई चाहिँ त्यसरी दलिदिएर यहाँ चाहिँ यो आइसकेपछि अनिवार्य टिका लाउनु पर्दैन कि माटोको। मलाई पनि दलिदिएर यस्तो बिजोको अवस्था बनाइसक्यो साथीहरू। रोपाइका लागि तयारी हुँदैछ है। हेर्नुहोस् त, दिदीले मलाई यसरी हान्नु हो कि यसरी हान्नु भयो भने चाहिँ अहिले बल्ल अलिअलि मुक्छ है। हामीले चाहिँ भर्खरै तल्लोहरूमा खाना खाइयो। त्यही त दिदी हुनुहुन्छ स्वास्थ्यको, तपाईँको सही खोलाको स्वास्थ्यको प्रमुख दिदी हुनुहुँदो रहेछ। खाना खाइयो। अनि त्यस पछाडि चाहिँ यहाँ चाहिँ रोपाइ हुँदै रहेछ है। उहाँकै उहाँकै खेतमा चाहिँ रोपाइ हुँदै रहेछ। यतापट्टि चाहिँ एकदमै धेरै आजभोलि चाहिँ रोपाइको सिजन रहेछ है। असार 15 पनि भयो, सकियो। अनि यति बेला चाहिँ एकदमै धेरै रोपाइ हुने रहेछ। हेर्दै भर्खर धान रोपेको कति राम्रो देखिएको छ। पारिदेखि चाहिँ 5 नम्बरबाट तर के भन्छ खै, अघि दिदीले भन्ने हुनुहुन्थ्यो। यहाँ चाहिँ विशेषमा कृषि तथ्याङ्क दिन आएको, तर मान्छे नभेटिने कि घरमा। पुरै बाहिर तपाईँकोमा पुरै खेतमा चाहिँ यो बेला रोपाइ गर्ने मान्छे पुरै खेतमा हुने रहेछन् आजभोलि चाहिँ। मान्छे नपाइने कि। यहाँ चाहिँ दिदी हुनुहुन्छ, किन बुवालाई भेट्नु भएको थियो र। यो चाहिँ यो धानको ब्याट राखिसकेर बिउ निकाल्दै गरेको है। धानको बेर्ना निकाल्दै गरेको। यो चाहिँ मस्तीको स्कुल है। हेर्नु त, घेराबार कति राम्रो तरिकाले गरेको छ यहाँ। हामीले पनि अरू स्कुलमा पनि हाम्रो सामाजिक विद्यालयमा पनि यसरी नै गर्नु पर्यो कि साथीहरू गर्ने भए पछाडि है। यो चाहिँ श्री जनसेवा आधारभूत विद्यालय रहेछ पेङखोला है। यहाँ चाहिँ रोपाइको लास्टै महामारी रहेछ है। यहाँ चाहिँ पानीको एकदमै समस्या रहेछ सिँचाइको लागि चाहिँ। तर खेती त यति उपयुक्त ठाउँ रहेछ, बस्नको लागि स्विट ठाउँ रहेछ है। हामी चाहिँ बिहानै निस्किएको तथ्याङ्क लिनको लागि। एकदम रोइरहेको छ दिदीसँग। दिदी हिँड्दै हुनुहुन्छ। एकदम गाह्रो भइरहेको छ साथीहरू। मेरो युट्युब च्यानललाई सबैले हेरिदिनु होला है। यो चाहिँ बेलाउटी है, बेलाउटीको बोट।
सुरजकोमा मासु भात नगर है नगर त इन्जिनियर के यो चाहिँ पेङ खोलाको अति राम्रो ठाउँ रहेछ है। पेङ खोला त यो के अरे यो नरेको घरमा यतापट्टि अलि माथि यस्तो आनन्दको ठाउँ रहेछ कि यो ठाउँ मैले अहिलेसम्म देखेको पनि थिएन। हेर्नु त यहाँ चाहिँ ब्राह्मण बस्ती रहेछ, यति आनन्दको ठाउँ रहेछ कि यस्तो ठाउँमा त बसौँ जस्तो लाग्ने ठाउँ रहेछ कि साथीहरू। पुरै धान खेती हेर्नु कति आनन्द, कति राम्रो छ धान खेती।